छ है यसलाई के भन्छ इङ्ग्लिसमा कस्तो लाग्छ मिठो लाग्छ गोटा खाने रहर छ कि नै छ हेलो गाइज वेलकम टु माई न्यू भ्लग आई होप सबैजना सन्चै हुनुहुन्छ होला होइन म पनि सन्चै छु अनि तपाईँहरूले हाइलाइटमा देखिसक्नुभयो होला आज म कहाँ जाँदैछु के गर्दैछु होइन अब इन्ट्रो चाहिँ यस्तोमा दिनुपर्ने हुन्छ कि होइन अब आइसक्यो अब यार त्यो छ है त्यही भएर अब चाहिँ हामी जान लागेको छौँ फिस हन्टिङ के भन्नु माछा मार्न गइसकेको छौँ हामी आइसकेका छौँ तल सम्म देख्न सक्नुहुन्छ हामीले भिडियो कस्तो हुन्छ हेर्नु होला है अन्तिमसम्म हेर्न नबिर्नु होला नयाँ आउनुहुन्छ भने सब्सक्राइब गर्नु होला अनि भिडियोलाई लाइक गरेर सेयर गरेर अघि बढाउन चाहन्छु लास्टसम्म हेर्नु होला है त चलिए सुरु करते हैं म साथीहरू म चाहिँ यहाँ त्यो फिस हन्टिङ गर्ने ठाउँमा आइसकिसकेको छु है अब यहाँ देख्न सक्नुहुन्छ हाम्रो साथमा हुनुहुन्छ लुलुगी अनि दाई अनि ईश्वर राणा अनि युवराज पल्ली मगर म फेरि इन्टु गर्न अलि झुक्किरहेको थिएँ है अब चाहिँ हामी यहाँ हन्टिङ गर्न आइयो हामीसँग छ बल्छी अर्को बल्छी छ त्यहाँ त है अब चाहिँ हामी ट्र्याक लाएर अब यहाँबाट झर्नुपर्ने हुन्छ अब हाम्रो साथमा हुनुहुन्छ यहाँ हेर्नु माछा मार्ने सर अब यो सरहरूले उहाँ कुलेस बनाउँदै हुनुहुन्छ ट्र्याक लाएर अब हाम्रो धमाकेदार माछा माराइ हुनेछ अभी मजा आएगा ना भिडो ओहो हाम्रो के खोज्दै हुनुहुन्छ तपाईँ अच्छा उहाँ चाहिँ गडौला खोज्दै हुनुहुन्छ किनकि बल्छीको माछाको लागि चारो गडेलो हुनुपर्ने हुन्छ म चाहिँ यार छिटछिटो गर्न भनेको यार यस्तो गलत गरेर थाहा यहाँ हेर्नु न कस्तो डर लाग्दो ठाउँ छ यो यहाँ खस्यो भने त मान्छेको स्याट कैसा लगा मेरा मजाक ठाउँ रहेछ यार को गएन हेर है तिमी यार तिमी त्यस्तो नगर है अरे लीला कता गयो अब म पनि एकैछिन हन्टिङ गर्छु है अहिले देखाउँछु सरी मेरो भ्लगप्रति अलि रुचि चाहना इच्छा अलि घट्दै गइरहेको छ कि किन त्यो त थाहा भएन होइन त्यही पनि अब हामी यहाँ पहिला कबड्डी खोला भनिन्थ्यो अनि पौडी खेल्न आइन्थ्यो पहिला होइन यो त सबै बारीहरूले आएर यस्तो भइसक्यो अनि त्यो चाहिँ भन्दा यहाँको चाहिँ एउटा ओडार अनि झरना चाहिँ फेरेको छैन त्यो मैले अवश्य देखाउँछु हेर्न नभुल्नु होला सट्ट यो चाहिँ ओडार हो यहाँ चाहिँ है पत्रा यहाँ चाहिँ झरना यो झरना चाहिँ है हाम्रो है साक्ष लाएर यही हाम्रो झरना के गर्नुहुन्छ तपाईँहरूले अब प्रथम पहिलो हन्टिङ भनेको हाम्रो गङ्गटाको भइसकेको छ है यसलाई के भन्छ इङ्ग्लिसमा क्र्याक भन्छ कि क्र्याक के भन्छ त्यही हो गोटा भनिन्छ हाम्रो त गोटा है अनि त्यही हेर्न सक्नुहुन्छ गोटा चाहिँ यस्तो हुन्छ है साथीहरू यहाँको गोटा चाहिँ देखाइदियो राम्रोसँग अहिले यसलाई त हाम्रो हन्टिङ हान्ने मान्छे लुलु किङ है रहा नहीं जाता तड़प ही ऐसी है ना गाइस मैले चाहिँ त्यो बनाइसकेँ होइन अब चाहिँ मैले हान्छु है एउटा माछा हान्छु कस्तो हुन्छ है एक गडेलाई नराखिकन हान्ने ओ माछा भाग खाता हानेको त्यही गर के खाता लिएको त्यही गर्दा हो नि भाग्छ त नि यो पानीमा फालिन्छ ए पारिसकेको छैन है साथीहरू ल हेर्नु देखाइदियो त ढोका हो फर्स्ट फोटो पहिलो हाम्रो माछा मरिसकेको छ अब हाम्रो भट्टाभट माछा मर्ने खतरा झन् यार होइन भइदियो तन्ने यार भनले बगाएर यही लिएछ कि आफत्तै त्यही होला जस्तो है साथीहरू अब के हुन्छ माछा आमा चाहिँ आफू खाने सम्पर्क कहाँ अड्क्यो यार हाम्न जान्छु चाहिँ म चाहिँ
तँलाई मासु मलाई माछा मस्त जोक मारा रे गाई हेर्न सक्नुहुन्छ गाईले यो पारिसक्यो भोटे आयो साथी आज त हरिक माछा बुझायो नि भयो साथीहरू फेरि पारिसक्यो नि यार यो त हरि पारिरहेको माछा त अर्को नि आयो को परिरहेको माछा त यार अरूले आउनु यार कहाँ भाग्ने यार माछा यार माछा त यस्तो हरि परिरहेको है साथीहरू दाइले यहाँ त गडेला कि के भन्नु हो कुनै गोटा होला होइन यस्तो गोटा यहाँ होला पर्छ गोटा यार यहाँ त घर बनायो दाइ यार यहाँ त घर बनायो दाइ यार खोइ ल गोटा भेटिसक्नु भयो चाहिँ यसो हेरौँ कत्रो गोटा भेटाउनु ठुलो त हुन्न खास यहाँ त ओ गोटा पनि यहाँ हात परिसक्यो निकाल निकाल्नु ओहो गोटा पनि आइसक्यो हाम्रो त हातमा गोटा पनि पर्यो गोटा पनि माछा हरि पारेर यो डिब्बा लिएर आउँछु म कति डिब्बा अरे यो डिब्बा भरानी है आजको काम हाम्रो डिब्बा भरानी हुन्छ ल यति भइसक्यो बल्ल अब हरि बनाउने अब घडी बेलाको कमी भयो कि माछा त थुप्रै रहेछ अब एकछिन हामीले हन्टिङ गरेर अहिले देखाउँछौँ हामीले है हजुर ल हामी चाहिँ यहाँबाट हिँड्यौँ अब हाम्रो यो इत्रुको खोलामा होइन यो इत्रुको खोलामा कति भयो देखाइदियो त इत्रु खोलामा यति मार्यो भनेपछि अब सोच्नुहोस् कति हुन्छ माथि त्यही कारणले हाम्रो बडाइलाई जीवित नगरिकन हेर्न विनम्र गर्छु बाटो हेर्न सक्नुहुन्छ साथीहरू मलाई पुर्छै न ए भगवान् कहाँ है झर्ने कि तल ऊपर डाली बाटो यस्तो छ माछा मार्न भन्दा नि अब हिँड्दा ठिकै भयो गाडी आन अब यहाँ हामी अब यता आई माथि आइयो ठ्याक्कै यो उसँग हेर्दै जान्छौँ हामी चाहिँ है माछा छ कि छैन हेरौँ हेलो गाइज म चाहिँ यहाँ बल्छी हानेर भाइ अब चाहिँ म चाहिँ जाल हाल्न जाँदैछु जाल हाल्दा कतिवटा पार्टी हेर्न मलाई चाहिँ गाइज ल साथ दियो त कैमरामैन जल्दी फोकस करो और अभी तो रुको क्लाइमैक्स अभी बाकी है एउटा पर्छ यार नि तल होला ल अब हाम्रो दुईटा मछुवाराहरू
माछा मार्न जाँदैछन् जाल खेल्नको लागि। अब हेर्नु यहाँ कत्रा कत्रा माछा भेटिन्छ हेरौँ है। यो काटिदिन्छु म अब। आराम से लेने का, धक्का मुक्की नहीं करने का। क्या करता है भीड़ लोग। कति चिप्लो यार ढुङ्गा यार। गाइस मलाई त ल्याउला हजुरहरूलाई भन्नु छोरो। ल ल ल ल हानौँ जाल हानौँ। कता ल्याऊ सेट यार। ल ल जाल जाल गोटा गोटा से अभी मेरे को समझ में आया इसका एक्चुअली प्रॉब्लम क्या है। इसका पूरा गियर बॉक्स बाहर निकलना पड़ेगा। छिरा है ये डुङ डुङ छिरा डुङ डुङ छिरा हो। खुट्टा यार एउटा केटाहरूले यार गाउँघरमा माछा मार्नुको दुःख हामीलाई मात्रै थाहा छ। किनकि यस्तो जङ्गल छ होइन, निक्लिने ठाउँ पनि कस्तो छ ल हेर्नुहोस्। यस्तो को ठाडै निक्लिन्छ। बाटो देखाइदिन्छु तपाईँलाई पहिला। टुक्ने ल हेर्नुहोस् यस्तो निक्लिन्छ। ओहो के हेर्नु के रहर लाग्ला यस्तो बाटो यार। ल म यस्तो निक्लिन्छु अलि कठिन गरेर रसी फाल मलाई मासेर गाइस हामी आइसक्यौँ गडा खोलामा। अब हामीलाई यहाँबाट निक्लिनको लागि जम्मा आधा घन्टा लाग्छ। त्यसकारण हामी चाहिँ यहाँ नास्ता पानी खानको लागि तयारै। हाम्रो नास्ता यहाँ छ है। अब हामी यहाँबाट त यो खानुहुन्न। हाम्रो चाहिँ गाउँघरमा अर्ग्यानिक पानी भनेको चाहिँ यो गर्नु सक्ने। पहिला म अवश्य देखाउनेछु। यसलाई चाहिँ हाम्रो अमृत भन्छ यतातिर होइन, अमृत। बुझ्नुभयो साथीहरू कसरी खान्छन् यहाँ। ठ्याक्क पोजिसन हात यो यहाँ कसरी नि ग्रहण गरिसकेका छौँ। अब हामी चाहिँ अन्तिम क्षणमा आइसकेका छौँ भलकको। तपाईँले यहाँसम्म कस्तो लाग्यो दाइ भन्नुहोस्। रमाइलो लाग्यो। अब झन् रमाइलो हुन्छ। अब यहाँबाट झन् रमाइलो हुन्छ। चार्ज छैन त्यही पनि हाम्रो पुगेसम्म बनाउँछु मैले चाहिँ होइन। हेर्नुहोस् हिरो चाहिँ यहाँबाट उस धोइरह। अब के गर्नु गाइस माछा मारेको केटाहरू चाहिँ है यिनले हरिप मारेको नि माछा यिनले हो हाम्रो भराएको चाहिँ। ल त्यही हो अब नास्ता पानी खान्छौँ हामी चाहिँ। अब निक्लिन्छौँ हामी चाहिँ है। अब फाइनल्ली गाइज हामी चाहिँ माछा गङ्गटा मारेर निक्लिसकेका छौँ। यति बेला हामी धारामा छौँ। तारामण्डल धारा भन्छ यसलाई चाहिँ। हेर्न सक्नुहुन्छ।
यहाँको हाम्रो धारा चाहिँ कसले फाल्दैछ त्यो पनि थाहा भएन है। अब यस्तो जुगाड लाएर गर्नु नुहाउनु पऱ्यो है। अब हामी छलछल्ती एकछिन छल नुहाएर जान्छौँ। त्यसपछि घर गएर पछि मार्यौँ के मार्यौँ हेर्न सक्छौँ सबै मिलेर हामीले देखाउनेछौँ होइन। अवश्य नै देखाउँछौँ होइन। पछि मारेछौँ अनि भर्खरै कहाँ देखाउने हजुरहरूलाई भर्खरै ल गाइस नुहाएर अब गाह्रो बिरो नबनिकन आइगयो हामी चाहिँ। अब हामी चाहिँ सिधै बनाएर चेप्पो बनाएर खाएर अनि सुत्दिनुपर्ने हुन्छ होइन। अब रात पनि पर्न लागिसकेको छ। अब करिब 7 बजिसकेको छ। अनि हेरेर हामी त्यहाँ भुलेर एकछिन नुहाउँदाखेरि ल गाइस हामी चाहिँ उहाँ माछा मारेर आइसकेको अहिले हो। अब चाहिँ हाम्रो पकाउनतर्फ लागेको छौँ। पाकिसक्यो 1-2टा गोटासोटा हेर्न सक्नुहुन्छ है। हेर्नुहोस् यसलाई भन्छन् हाम्रोतिर गोटा भन्दैन गङ्गटा अरे। माछा चाहिँ हाम्रो हेर्नुहोस् धेरै छैन। यो गडेलो माछा हो कि यो चाहिँ होइन। सबै यो चाहिँ यहाँ फ्राई गर्ने अरे। गडेला माछा त भन्छ नि अब असला माछा भन्नु भएन हो कि नै। यहाँ बसेर फेरि आइफोन हेर न फेरि त्यही गाइज होइन। अब चाहिँ हाम्रो ब्लग चाहिँ यहाँ एन्डिङ हुनेवाला छ। तरेर निकालिदिए हामीले चाहिँ साथीहरू। यो तर्दैछ हाम्रो कुकम्यान यता हुनुहुन्छ आन्टी चाहिँ है। ट्याक्क यो भलग हो क्या। अब अहिले हेर्नु होला हाम्रो हन्टिङको यसरी है साथीहरू यसरी टक्क मिठो हुन्छ है। अब च्याप्प पार्नुपर्छ हो कि नै बजे हो कि नै। कस्तो लाग्छ? मिठो लाग्छ। गोटा खाने रहर छ कि नै? छ हो ल हेर्नुहोस् हाम्रो यो गोटा भन्छ यसलाई गोङ्गटा होइन। बिहान 1 बजे गएको डुन्डुर छिरातिर गयो। ल हामी चाहिँ सुरु गर्न लाग्यो। हिरीको थिएन मोबाइल। होटे हिरीको मोबाइल थिएन ल्याथिन। त्यो डुलाले चाहिँ खेलाउनु दिएन त। आयो ल दिनको फेरि अलि पिस देखा 1 महिना नदिनु बनाइस् यति नै भयो। नयाँ हुनुहुन्छ सब्सक्राइब सबै गरिदिनु होला। धन्यवाद।